सफा गरिसकेको छ। सो यहाँबाट चाहिँ तपाईँले राम्रो यस्तो छ भ्यू चाहिँ बाहिरबाट हो। देखाउँथेँ म यसको केस यति लामो भइसक्यो चाहिँ अब चाहिँ र आज चाहिँ म बिहानै उठेर हेर्दाखेरि चाहिँ चिसो दिनमा रातभरि पानी परेर शीतै शीत भइरहेको छ। हाम्रो तथागत चाहिँ सबैभन्दा घरको सानो मान्छे हो, ऊ चाहिँ उठेर बिहानै खेल्दै रहेछ र अहिले भने यो भिडियो गर्दै गर्दाको टाइम चाहिँ भइसकेको छ बिहानको 6:30 बजी। नमस्कार अनि छेजेलो सबैलाई र वेलकम ब्याक टु आवर च्यानल गुरुङ सिस्टर्स विथ अनदर ब्युटिफुल ब्लग। सो हजुर सबैजना सन्चै हुनुहुन्छ होला र आज चाहिँ मेरो दिनको बिहानको सुरुवात चाहिँ पूजाबाट गऱ्यो र अहिले चाहिँ मैले बिहानै उठेर पूजा गरेर घरमा आएको म चाहिँ हिजो बेलुका अन्त साङ गरेँ है। साङ गरेर हाम्रो चाहिँ आज घरभरि गेस्टहरू छ, उनीहरू सबैलाई हामी चाहिँ बिहान उठेर चन्दनको टिका लाउँछ नि त, पूजा गरेर चन्दनको टिका लगाइदिँदै सबैलाई गफ गर्दै हामी चाहिँ यहाँभित्र बसिरहेको थियौँ। अन्त म चाहिँ पूजा गरिसकेर जाँदाखेरि चाहिँ यहाँनिर दिदीले चाहिँ गेस्टहरूको के बिमार छ कस्तो छ चेक गर्दै पुरै डक्टर जतिकै भएर चेक गर्दै थियो यसले चाहिँ। यसले जानेछ गर्नु चाहिँ यता टुरिस्टहरूलाई कस्तो फकाउनु जानेछ यसले। म चाहिँ चिया तताउँदैछु चिया खानु लागि। इधर में हमारा गेस्ट है कल आज का घर का, तो सर जी कलकत्ता से आए हुए हैं। तो सर जी आपको कैसे लग रहा है? सर तो जेसीओ रिटायर्ड है, रिटायर्ड आर्मी है ना, तो आपको हमारा स्टे पे होम स्टे पे आके और सिक्किम कैसा लगा है? बहुत अच्छा लगा है। और क्लाइमेट खुलने से तो धूप लगने से तो और बढ़िया लगता था है ना। अब ये शेयर कर देना भाई। हाँ आपको शेयर जरूर कर देंगे हम। फेसबुक पे डाल देना पूरा। फिर अगली बार फिर आएंगे सर जी, कोशिश करूंगा। हाँ। इधर में माँ जी आया है, ये है हमारा गेस्ट सर जी का वाइफ। तो माँ का थोड़ा बीमार है लेकिन ठीक होके आया है अभी इधर सिक्किम में घूमने, हमारा होम स्टे पे आया है। तो माँ भी बहुत खुश है इधर आके, है ना माँ जी? अच्छा है, बढ़िया लग रहा है, अच्छा लग रहा है जी। ठीक है, बहुत बहुत धन्यवाद। है अच्छे से रहिए, खुश रहिए, आप हेल्दी रहिए। अहिले भने चाहिँ हाम्रोतिर यस्तो भइरहेको छ। हिजो म त बेलुका आइपुगेको घर हो र गेस्टहरू चाहिँ आज बिहानै एक रातको मात्रै थियो हाम्रोमा चाहिँ स्टे। सो 1 नाइट स्टे भएकोले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ अहिले बिहान 8 बजीको बेला भइसक्यो र ब्रेकफास्टको टाइम छ। ब्रेकफास्टमा चाहिँ हामीले उनीहरूलाई रोटी के बनाइदिएको थियो। उनीहरू चाहिँ खाइसकेर फर्किने बेलामा चाहिँ एकदम खुसी भएर एकदम ह्याप्पीली उनीहरू चाहिँ यहाँनिर ढोल बजाएर पुरै डान्स गर्दै थियो। र यो चाहिँ हाम्रो जेसियो साहब, रिटायर्ड जेसियो साहबको डान्सलाई चाहिँ तपाईँहरूले स्वीकार्नु हो। की बात है, बढ़िया। हेलो एभ्रिवान, अहिले भने चाहिँ दिनको 2 बजीको बेला भइसकिसकेको छ र म चाहिँ हिजो नै घर आइपुगेको। खास अस्ति दिन फ्राइडे नै छुट्टी भएर चाहिँ ड्युटी लागेर चाहिँ आएको, तर आउँदै नाम्चीमा बस्दा होइन घर आउँदा चाहिँ हिजो बेलुका राति भइसकेको थियो। सो घरमा आउँदाखेरि चाहिँ 5-6 जना घरमा गेस्ट रहेछ टुरिस्टहरू, यहाँनिर हामी चाहिँ होमस्टे पनि रन गर्छ। सो अन्त त्यही कारणले गर्दाखेरि उनीहरू चाहिँ बेलुकाको डिनर अन्त अहिले बिहानको ब्रेकफास्ट गरेर चाहिँ राबङ साइट सिन गर्नु गएको छ। उनीहरू त्यति त फर्किन्छ, 1 नाइट स्टे थियो उनीहरूको चाहिँ। सो अहिले चाहिँ दिउँसो अहिले भर्खर चाहिँ भ्लग गर्नु पाइनँ मैले होइन कतिवटा कुरा, किनभने त्यही घर साफसफाइमा गरेको थियो। हामी चाहिँ आफै गर्छ टुरिस्टको यो साफसफाइहरू पनि सबै। टुरिस्ट जानु बित्तिकै मैले चाहिँ सफा गरिसकेको छ। यहाँनिर चाहिँ यो तपाईँलाई अलिकति हाम्रो होमस्टे यो चाहिँ हो हाम्रो ट्रिपल बेड छ होइन। अन्त मैले चाहिँ यसरी दिदी र मैले चाहिँ सफा गरिसकेको छ। सो यहाँबाट चाहिँ तपाईँले राम्रो यस्तो छ भ्यू चाहिँ बाहिरबाट हो, यहाँको रुमको भ्यू चाहिँ। अन्त 360 हो यो रुमबाट चाहिँ। अन्त यहाँबाट पनि यतानिर डल्लै माउन्टेनहरू, यहाँको डल्लै माउन्टेन भ्यूहरू देख्छ। यो चाहिँ अहिले बादलले ढाकिसकेको छ र अहिले चाहिँ हामी यहाँनिर फेरि लागि परिसकेको छ काममा। र आइज न यता अर्को टुरिस्टको ग्रुप आउँदै रहेछ, उनीहरू चाहिँ लन्च गर्ने गरी आउने अरे। त्यही कारणले चाहिँ साइली र म चाहिँ तपाईँहरूलाई दामी भिडियो बनाएर लगाउँ भनेको थियो। आज हाम्रो बारीमा काम नै थियो, तर हामीले त्यो काम छोड्दै अलिकति कमाउनेपट्टि पनि लागौँ भनेर है। कमाउनेपट्टि पनि लागौँ अलिकति कहिले त भनेर चाहिँ
हामी चाहिँ अहिले फेरि अर्को ग्रुप टुरिस्टहरूलाई चाहिँ वेलकमको लागि अब यहाँ खानासाना बनाउने होइन रेडी गर्ने लन्चको अन्त रुमहरू रेडी गर्ने रेडी चाहिँ बिहानै गरिसकेको छ यसले मैले सफा गरिसक्यो हो भाउजूहरू पनि छ भाउजूले चाहिँ सबै किचनहरू गर्छ हामी मिली त्यसरी बाँडी काम गर्छ सो हेर्दै गर्नुहोस् हाम्रो भ्लग होइन अन्त बिहानको एक ग्रुप फर्किसक्यो त्यो डान्स गर्ने ग्रुप घटै नि हाल्यो म उता गइकन चाहिँ हो नि निकै घटेछ है सबै अन्त कारोबार मेरो हातमा भएर हौ अहिले चाहिँ म भर्खर मात्रै आमालाई अब सुताउनुपर्छ भर्खर मात्रै म चाहिँ मुख धुने चान्स पाएर हल्का मुख सुख धुएर आएको के आएछ यहाँनिर अनुहारमा अब कस्तो देखेछ होइन फोटो खिच्नुपर्छ नि बुद्ध छ है भाइको यहाँनिर टी सर्टमा यता पोज देऊ न फेरि 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 भाइ यता यता पोज देऊ न बडालाई पोज देऊ न फोटो खिच्दाखेरि आइज भात पकाउनु फेरि आइज गोठा आइज गोठालाई भयो आइज न सुनेको है गोठालाई भयो हिँड्न म त घरिघरि आफूलाई सुनकेसी फिल गर्छु तर होइन कालीकै छ मेरो चाहिँ काली फिल गर्छु होइन काली भन्ने बोलाउँछ तर त्यो काम दाम घरमा हेर्दा सुनकेसीको गर्नु सुनकेसी कथा सुनेको होला नि सुनेको तैँले सानोमा सुनकेसी कथा भनेर कस्तो रुवाउँथेछ हामीलाई यहाँ अब फेरि दिउँसोको लागि यहाँ टुरिस्टको ग्रुपको लागि फेरि यहाँनिर अर्को ग्रुपको लागि खाना बनाउँदैछ यहाँ चाहिँ हाम्रो आजको सेफ छ हाम्रो बुहारी अन्त अर्को कुरा चाहिँ म के भन्नु चाहन्छु भने मुछुटे भयो जङ्गलमा हाम्रो गाई भ्याए अरे हाम्रो चाहिँ जङ्गलमा गाई भ्याइछ होइन अस्ति भ्याएको रहेछ त्यति भेडाले फोन गरेर चाहिँ गाई लिनु आउनु तिमीहरूको चाहिँ माथि सुँगुरेमा गाई भ्याएर कुदिरहेछ भनेर अन्त दाजु दुईजना दाजु र भाइ चाहिँ गाई लिनु गएको छ म जाउँ होइन म गएर माथि तपाईँलाई त्यो जङ्गलहरू पनि देखाउँछु हाम्रो गाईहरू चर्ने जग्गाहरू गाईले जङ्गलमै बिहाको भिडियोहरू पनि बनाएर देखाउँ भन्ने थियो फेरि अब यहाँनिर गेस्टहरू आउँदैछ त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ हामी जानु भएन होइन नभएको चाहिँ त्यो तपाईँहरूलाई देखाउँथेँ म यसको केस यति लामो भइसक्यो चाहिँ अब चाहिँ दामी भइसक्यो त राई समलको भन्दा पनि लामो भइसक्यो के लामो भएको छ नि यसको केस हो अनि त्यो भिडियो चाहिँ दाजुले गरेर ल्यायो भने चाहिँ म तपाईँहरूलाई देखाउने छु हाम्रोतिर चाहिँ त्यस्तै हुन्छ हाम्रो त 20-25वटा गाईहरू छ जङ्गलमा होइन अन्त कुन चाहिँ गाईले कतिखेर भ्याउँछ हामीले त केही याद हुँदैन जङ्गलमै बिहान जङ्गलबाटै लिएर आउँछ आज चाहिँ त्यो गाई लिएर दाजुले अहिले एकछिनबाट चाहिँ 1-2 घन्टाको बादमा आइपुग्छ त्यो पनि तपाईँहरूलाई देखाउने छु सो स्टे ट्युन विथ अस र हाम्रो भिडियोलाई हेर्दै गर्नुहोस् र हामीलाई सपोर्ट गर्दै गर्नुहोस् आजकल त छुट्टी नभएको कारणले गर्दाखेरि ड्युटीमै भएको कारणले गर्दा धेरै भ्लगहरू पनि गर्नै पाउँदैन होइन तर मलाई त्यो जे पाए त्यही चाहिँ लगाउनु मन पर्दैन भ्लगमा यसो आएको बेलामा मजाले होइन राम्रो कन्टेन्टहरू बनाएर लगाउनु मनपर्छ नि तपाईँ किनकि तपाईँहरू हेर्नेलाई पनि त्यो बोरिङ नहोस् मोनोटोनस नहोस् हेर्दाखेरि होइन भनेर अन्त सो त्यही कारणले गर्दाखेरि चाहिँ अहिले अर्को अपडेट चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो पेजबाट चाहिँ जङ्गली गोछेलाको भ्लग पनि अब छिटो आउनेवाला छ त्योहरू पनि तपाईँहरू प्रतीक्षा साँचेर बस्नु होला हाम्रो काइली चाहिँ अहिले जङ्गली गइरहेको छ उसको स्टाफहरूसँगै होइन अन्त 7-8जनाको ग्रुप होला जङ्गली अहिले एकदमै राम्रो फुल फुलेको छ भनेर गइरहेको छ र मलाई पनि जुङ भन्दै थियो मलाई पनि जाने एकदमै इच्छा थियो गोछेलाहरू चाहिँ यो कञ्चनजङ्घा बेस क्याम्पहरू चाहिँ हामी पहिल्यै गएको तर योपालि चाहिँ उसले चाहिँ स्टाफहरूलाई लिएर गएको दिदीले चाहिँ काइलीले चाहिँ अन्त मलाई पनि जानु चाहिँ इच्छा थियो हो तर मेरो चाहिँ ड्युटीमा अलिकति उतै नमिल्ने जस्तो पर्यो फेरि यसको पनि इच्छा थियो बिचरा यसले नि आमा हेर्नुपर्ने कान्छीको पनि इच्छा थियो अरे त्यसले चाहिँ होइन तर अब सबैको त्यस्तै हो नि त एउटै टाइम हुँदैन कति छुट्टी मिल्छ मिल्दैन त्यही कारणले गर्दाखेरि हामी चाहिँ जानु पाइनँ हामी त एकदम के अभागी हो कि के हो नि भाग्यमानी हो नि होइन अन्त त्यो चाहिँ गइरहेको छ तर त्यो गएको नि हामी गएको बराबर हो अन्त त्यसले राम्रो मैले भनेको छ मजाले भिडियोहरू चाहिँ गरेर ल्याउनु भनेर अन्त उसले पनि त्यो आइपुगेको पछि चाहिँ त्यो भ्लगमा सबै गोछेला जङ्गलीहरूको अहिले कस्तो छ भनेर करेन्ट सिनेरियोहरू के कस्तो छ क्लाइमेटहरू भनेर सबै तपाईँहरूलाई चाहिँ कति लाग्छ भन्ने कुरा चाहिँ हाम्रो पेजको थ्रु चाहिँ अपडेट गर्नेवाला छ होइन अन्त सो त्यो पनि आज चाहिँ छोका पुग्यो भनेर बिहानै कल आएको थियो अब 3-4 जना 3 दिनको बादमा चाहिँ त्यो आइपुग्छ मङ्गलबार चाहिँ
12 जना र हेर्दै गर्नुहोस् अब एकछिनबाट टुरिस्ट आउँछ हामी चाहिँ गोठाला बराबर एकछिनबाट भाँडा धुने घर पोचा लगाउने टुरिस्टको ब्याग बोक्ने होइन छुट्टीमा घर आउँदाखेरि चाहिँ हाम्रो असलियत चाहिँ त्यस्तै छ र हामीलाई हेर्दै गर्नुहोस् कृपया माया सधैँको झैदिनुहोस् हाम्रो भ्लग एकदम एउटा हाम्रो भ्लगको के भन्छ कन्सिस्टेन्सी चाहिँ हामीले मेन्टेन गर्नै सकेको छैन होइन अन्त के गर्नु त्यस्तै भइहाल्छ बिजी माफ गरिदिनु होला र हामी टाइम पाएको बेलामा चाहिँ तपाईँलाई अपडेट गरिरहनेछ साइली केही कुरा भनिदिनु छ म अहिले ट्रली बोकेको टुरिस्टको ट्रली बोकेको बनाइदिनु ल भिडियो ल ल भ्लग गरौँ काम गरौँ भन्दा भन्दै यस्तो डरलाग्दो पानी पऱ्यो साँच्चीकै बुनै बर्खा लागेछ अब चाहिँ हो र यो चाहिँ मेरो हिजोको भिडियो हो सन्डेको भिडियो सो म चाहिँ आज अपडेट गर्दैछु अहिले चाहिँ म भोइस डब गरेर लगाउँदैछु र हजुरहरूले हाम्रो भिडियोलाई हेरेर सधैँको चाहिँ धेरै धेरै माया दिनुहुन्छ भनेर आशा राख्दै हजुरहरूको गुरुङ सिस्टर्स आजको भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु बाई बाई सी यू अगेन इन नेक्स्ट भ्लग